ओके नमस्ते रुबी भ्याली। हाम्रो रुबी भ्यालीमा पनि टिमुर चाहिँ कटिङ गर्यो भने चाहिँ सफल हुने रहेछ है त। तपाईहरुले देख्न सक्नुहुन्छ। यो मैले कटिङ गरेको टिम्बुर अथवा हाम्रो यतातिर चाहिँ तामाङ भाषामा चाहिँ प्रुमो भनिन्छ। यो चाहिँ सफल भइसकेको छ। अब यसलाई एउटा राम्रो तरिकाले हामीले यसलाई सार्न सक्यो भने चाहिँ यसले चाहिँ फल दिँदा धेरै लाग्ने छैन। धेरैमा 3 वर्ष तबदेखि चाहिँ फल दिन सुरु गर्नेछ है त। म यति कसरी ढुक्क छु भने यहाँ हेर्न सक्नुहुन्छ। मैले जुन चाहिँ कि यो छ यो बेर्ना चाहिँ मैले परिपक्व बोर्डबाट मैले कटिङ गरेको हो। त्यही भएर चाहिँ यसमा नि अहिले चाहिँ कटिङ गरेको लगभग 4-5 महिना भइसकेको छ। यसमा नि फल लाग्न सुरु भइसक्यो हैन। यो फल चाहिँ मैले पिन्चिङ गर्नु पर्ने थियो, तर हजुरहरुलाई देखाउनको लागि भनेर चाहिँ मैले यो पिन्चिङ नगरेर राखेको थिएँ। देख्न सक्नुहुन्छ है त। यसको मतलब हामीले लगभग 1-2 फिट भइसकेदेखि नै यो चाहिँ हामीले फल पाउन सुरु गर्नेछ है त। यो लगायत थुप्रो देख्न सक्नुहुन्छ तपाईले। हेर्नु यो फिस्टे यो एकदम छोटो थियो, त्यही पनि बाँच्न सफल भइसक्यो रहेछ। लगायत हामीले कटिङ गर्दाखेरि चाहिँ देख्न सक्नुहुन्छ होला कि यसको साइजको त्यो यो भन्दा अगाडि देखाएको मैले चाहिँ एकदम छोटो भयो। त्यो चाहिँ के यसको साइजको कि यसकै साइजको कटिङ गर्नुपर्छ है त। देख्न सक्नुहुन्छ होला। यो चाहिँ कपुर गाउँ रुबी भ्याली 5 बाट है त। यो कटिङको भिडियो चाहिँ लगायत थुप्रो देख्न सक्नुहुन्छ हजुरहरुले। यतातिर नि हुन्छ।